मिन्स भयो अनि गएन त्यो 11 दिनपछि आइज भन्यो फेरि त्यहाँ जाँदा अनि ल त टाइममा किन आइनस् तँलाई 36 घण्टा सजाय भने हेर्नु त्यहाँ हेराउनेले हजुर अनि फेरि म त्यहीँ बसेँ त्यो रातभरि त्यो पुसमाको जाडो थियो त्यो जाडोको बेलामा त्यहीँ बस्यौँ अनि बसेपछि अर्को दिन मेरो 11 बजे पालो आइरहेको थियो हेर्ने झारफुक गर्ने भनेर अनि फेरि मलाई 13 दिनका दिन फेरि देउता लडाइँ गर्यो भनेर फेरि मिन्स भइदियो कि मलाई 13 दिनमा त्यसपछि मेरो एम्बुलेन्स जहाँ मैले एम्बुलेन्स बोलाएँ म घर जान हिँड्न सक्थिनँ मलाई बोकेर स्टिचरमा हालेर लिएर आउनुभएको थियो त्यहाँ फेरि त्यो एम्बुलेन्स फेरि त्यो मन्दिरको छेउबाट त्यो खोला छ त्यो खोलाबाट यता आउनै नदिने कि त्यो धामीले अनि फेरि मैले यतै आउन नदिने भनेको कस्तो मलाई पिकअप गर्नलाई आउन नदिने उले मतलब नाइजा त आउन पाउँदैन भन्ने त्यो उसले मन्तरले हेर्नु न गाडी नै ठप्प बनाइदियो के त्यसपछि फेरि त्यो एम्बुलेन्स उतै फर्केर गयो अर्कोतिरको एम्बुलेन्स हिँडेर मलाई अलि उता लगेर अर्को एम्बुलेन्समा म घर आएँ